जब चाहिँ सुशीलाजीलाई चाहिँ प्राइम मिनिस्टरको अफर आएपछि म जो 2-4वटा चाहिँ प्रस्ताव राख्छु त्यसमा म गर्ने गरी म गर्छु होइन भने गर्दिनँ भन्नुपर्छ उहाँले। पहिलो त भन्नुभयो त उहाँले। कहाँ भन्नुभयो? नुन डिकी पनि नफुटाउने अनुली नखाने गर्नु उहाँले। एउटै चाहिँ बाल्यले चाहिँ संसद हटा भनेर 2 चोटि बोल्यो। संसद किन हटाउने? किन हटाएको संसद? संसद हटाउनुको लागि सबभन्दा पहिलो त म त के भनेदेखि राजनीतिक पार्टीलाई चाहिँ तपाईँको चाहिँ केही दिनको लागि सस्पेन्ड गर्नुपर्छ। राजनीतिक पार्टी विघटन गर्नु गल्ती भयो एकदम। संसद यो चाहिँ सङ्घीय संसद विघटन गर्ने प्रदेश संसद किन राखे? 657 त्यो माग किन राखेन? किन राखे? त्यो माग किन नराखे? प्रदेश जाँदैन भनेर अहिले यिनीहरूले फेरि एउटा लिइसके, निर्णय लिइसके। अब प्रदेश छो त छुनै सक्दैन, जाँदैन नि प्रदेश त। अनि प्रदेश नगइकन के हुन्छ त्यहाँ? के गर्दै त्यो सङ्घीय संसद विघटन गर्नुको कारण चाहिँ त्यसले सरकार निर्माण गर्ने भएर होला नि त? होइन, सरकार त निर्माण त्यहाँ पनि 7वटा सरकार छैन छ। अनि यिनै दलहरूको सरकार किनेको त छैन, त्यहीबाट चाहिँ आउँछ सरकार फेरि यहाँ स्थानीय सरकार छ। त्यस कारण कुरो मिलेन के। यहाँ त तपाईँ के गर्नु पर्थ्यो भने पहिलो काम भएको चाहिँ मतलब के भने 2 महिनाको लागि 4 महिनाको लागि पार्टी प्रतिबन्ध 1 गर्नुपर्ने कुरा के को आधारमा हुन्थ्यो र? त्यो संविधानमा छैन अनि कसरी हुन्थ्यो? त्यो त अब जनसरकारले नगर्ने भन्ने कुरा। जनसरकार कसरी भयो? त्यो त कानुनमै छैन नि। यो राष्ट्रपति त्यो अधिकार छैन, संरक्षण गर्नेसम्म अधिकार हो यो। अहिले नयाँ चाहिँ मतलब प्राइम मिनिस्टरको कुनै पनि तरिकाले चाहिँ राष्ट्रपतिलाई अधिकार छैन। ओके सर, त्यसो भए यो सरकार चाहिँ यो बिचमा सरले भन्नुभयो पुष माघतिर जान सक्छ, 21मा चुनाव हुँदैन भन्नुभयो। यो बिचमा चाहिँ यो सरकार के अरे अघि सरले भन्नु संसद पनि विघटन गलत थियो भनेर यो बिचमा संसद बिउतिने सम्भावना देख्नुहुन्छ सर्वोच्चद्वारा? सर्वोच्चमा मुद्दा परेर अब त्यो पनि आफै कानुनको विद्यार्थी पनि हुन सक्छ, त्यो सम्भावना छ। सर्वोच्च मुद्दा जान्छ, पक्कै जान्छ नि। सर्वोच्चले बिउताइदिन्छ, बिउताउन सक्ने सम्भावना छ। अनि त्यसपछि नयाँ सरकार गठनका लागि फेरि नयाँ सरकारको परामर्श हुन्छ अथवा चाहिँ नयाँ सरकार चाहिँ नि त्यो 76 को चाहिँ नि ऊ अनुसार 2, 3, 4, 5 सम्म नि छ। त त्यो अनुसार हुन्छ। त्यही सम्भावना मान्छेले अहिले बढी 2बाट हो भनेदेखि त सबभन्दा बढी तपाईँको चाहिँ काङ्ग्रेसको छ। काङ्ग्रेसले गर्नु पर्यो। काङ्ग्रेस भन्दा शेरबहादुर आउँछ। शेरबहादुर जस्तो एउटा चाहिँ भ्रष्ट भनेर कहलिएको मान्छे प्रधानमन्त्री आयो भने के होला? अब त शेरबहादुरको अनुहार हेरेर चाहँदैन नि जनता। संसद पुनर्स्थापना भएर सर, संसद पुनर्स्थापना भएर जेनजीहरूलाई पनि त्यो संसद मार्फत एक खालको अन्डरस्ट्यान्डिङमा ल्याएर एक खालको सहमतिमा ल्याएर नयाँ कसरी ल्याउने भने कसरी ल्याउने पर्यो? कुन बाटो ल्याउने भने? संविधान जिउँदो राखेर मिल्दैन कि? संविधानका धाराहरू यो धारा चाहिँ मतलब के सस्पेन्ड भन्नुपर्छ, सक्नुपर्छ, प्रतिबन्ध गर्नुपर्छ यो तपाईँको चाहिँ राजनीतिक पार्टी। अनि त्यसपछि चुनाव घोषणा गर्नुपर्छ 1 वर्ष लगाएर।